हाई गाइस, वेलकम ब्याक टु माई मिनी भ्लग। म चाहिँ आज बिहान उठ्ने बित्तिकै होमवर्क गर्न थालेँ। त्यसपछि चाहिँ छिटो छिटो रेडी भएर कलेज गएँ। कलेजमा चाहिँ आजकल हामीलाई आँप खानै पर्छ, किनकि अहिले सिजन पनि हो नि त। त्यसपछि चाहिँ मलाई दादा विदेशबाट भेट्न सरप्राइज दिन आउनुभयो। म चाहिँ एकदमै सक थिएँ कि। अनि यहाँनिर चाहिँ हामीले एउटा सरलाई हजुर जेन्जी होइन भनेर च्यालेन्ज दिएको थियौँ कि। अनि सरले चाहिँ म भयो भने उठबस गर्नुपर्छ भन्नुभएको थियो। मैले त्यो च्यालेन्ज पुरा गरेँ। त्यसपछि चाहिँ दादाले ल्याइदिनु भएको चक्लेट पनि हामीले खायौँ। अनि हाफ टाइम थियो। अब यो बेला चाहिँ हामीलाई हाफ टाइम भएपछि केही न केही त गर्नैपर्छ। अनि हामी चाहिँ चटपटे खाना भनेर गएको थियौँ। चटपटे पसल चाहिँ बन्द थियो कि, जहिले पनि बन्द भइरहेको कि 2 दिन भइसक्यो। त्यसपछि हामीले आज पनि चिप्सहरू खाएर हामीलाई चाहिँ गर्मी भएर हामी आत्तिरहेको थियौँ। त्यसपछि चाहिँ फर्किने बेलामा फेरि हामी हिजोको जस्तै जङ्गलको बाटो फर्किँदै थियौँ। यहाँनिर चाहिँ गङ्गाले सर्प देखेँ भनिन्, अबदेखि चाहिँ हामी यो बाटो हिँड्दैनौँ। त्यसपछि क्रिमिनल ल पढिसकेपछि चाहिँ हाम्रो छुट्टी भयो। अरू क्लिप चाहिँ मैले भिडियो खिचिनँ। अनि फर्किने बेलामा चाहिँ पानी परिरहेको थियो। हाम्रो बुटलको मौसमको भर नै हुँदैन क्या आजकल। अनि मैले यहाँनिर चाहिँ मेरो काउन्टर देखाइरहेको थिएँ। मलाई जब गर्न त भ्याइँदैन नि त, स्टुडेन्ट लाइफ भइसकेपछि मैले यसरी चाहिँ आजकल जब गर्न थालेको छु। त्यसपछि चाहिँ मलाई कस्तो चिया खान मन लाग्यो, मैले चिया खाएँ, मौसम चिसो चिसो भएर। अनि होमवर्क गरेर डेन गरेँ।